मृत्यु भनेको के हो? अन्त्य वा अर्को आरम्भ? के समयले कुनै दिन तिमीलाई बिर्सन्छ वा तिमी समयलाई धोका दिँदै अघि बढिरहेका छौ? बिकज वाट इफ आई टोल्ड यु तिमी मर्ने छैनौ, कम्तीमा पूर्ण रूपमा त कहिले पनि होइन। नाउ दिस माइ साउन्ड सिली एट फर्स्ट बट स्टे विथ मी टिल द एन्ड। म तिम्रो मृत्युबारे सोच्ने पुरै तरिका नै बदलिदिनेछु। देयर इज अ थ्योरी इन क्वान्टम मेकानिक्स, विज्ञानको एक पागल विचार जसलाई हामी भन्छौँ क्वान्टम इमोर्ट्यालिटी। यसले भन्छ जब तिमी मर्नुपर्ने हुन्छ तिमी वास्तवमै मर्दैनौ। युनिभर्सले तिमीलाई सिफ्ट गरिदिन्छ अर्को रियालिटीमा जहाँ तिमी बाँच्छौ। इट्स मिन तिमी त्यो भर्जन हौ जुन कहिल्यै मर्दैन। वाउ, अमर जस्तो लाग्यो होला है सुन्दा? हो, यो सुरुमा सुन्दा माइन्ड ब्लोइङ लाग्छ, तर तिमीले अहिले सिकेको एक पहलु मात्र हेर्दैछौ। बट हियर इज योर रियालिटी चेक। अमरताको मतलब हो सबै मरेर जान्छन्, सबै। बाँच्छौ त मात्र तिमी। साथीहरू, परिवार, प्रेम सबै हराउँछौ। तिमी मात्रै बाँच्छौ, एक्लै, हर पल, हरेक वर्ष। आई फिल लाइफ इज ब्युटिफुल बिकज इट्स एन्ड इट इज लिमिटेड। मृत्युले जीवनलाई अर्थ दिन्छ। विदाउट द्याट एन्डिङ एभ्रिथिङ बिकम मिनिङलेस। इमोर्ट्यालिटी, अमरता कुनै वरदान होइन, यो कुनै रिवोर्ड होइन। यो जस्ट सुनको त्यो पिंजडा हो जुन बाहिरबाट हेर्दा हो चम्किलो देखिन्छ, तर भित्रबाट सुनसान र अन्तहीन छ। यो बचाइयो तर अन्त्य बिना, एक खाली शरीर जसको मृत्यु आफै मर्दछ तर मर्न दिँदैन। बाइ द वे, यो थ्योरी चाहिँ मलाई एकदमै बवाल लागेर मैले यसमा भिडियो बनाएको है। यसको कुनै प्र्याक्टिकल प्रुफ भने छैन, यो जस्ट एउटा पोसिबिलिटी हो। तर राति 3 बजे उठेर ओभरथिङ्क गर्नलाई यो क्वेसन एकदमै पर्फेक्ट छ। सोच न, यदि हरेक युनिभर्समा तिमी बाँचिरहन्छौ भने चाहिँ कसैको युनिभर्समा त तिमी पहिले नै मरेको हुनुपर्छ, होइन र?